जीवनको आधा उमेर देश सेवामा होबिएका तथा कैयौं दुश्मन र आतंककारीको गोली छलेर आफ्नो र देशको रक्षामा जुटेका गोर्खा सैनिक आज पनि देशको निम्ति बलिदान दिन तयार छन्। चाहे यो देश र देशका शासकहरूले गोर्खाहरूको भावना र अस्तित्व नबुझोस्, तर गोर्खाहरू सदैव आफ्नो देशप्रति इमानदारीपूर्वक समर्पित छन्। यसैले जब जब देशमा आपतकाल लाग्छ, तब हाम्रा भूतपूर्व सैनिकहरू देश र देशवासीको सेवाको निम्ति अग्रसर रहन्छन्। आज पनि भूतपूर्व सैनिकहरू संगठित भई आफ्नो गाउँ, समाज, क्षेत्र, राज्य र देशको सेवामा समर्पित छन्। भूतपूर्व सैनिक संगठनले केवल आफ्नो संगठनको निम्ति मात्र होइन, समग्र समाज, जाति र देशलाई लिएर कर्म गरेको छ। यही उद्देश्य लिएर भूतपूर्व सैनिक परिवार 4/8 गोर्खा राइफल्स दार्जिलिङले आफ्नो 50औं स्थापना दिवस पालन गर्यो। रघुकुल भवन खोपरेल सिलगढीमा सम्पन्न यस समारोहका मुख्य अतिथि सुबेदार मेजर कमल गुरुङ उपस्थित थिए। रूपा घलेले सञ्चालन गरेको यस कार्यक्रममा पूर्व सैनिक परिवार साथै गोर्खा राइफल्स 4/8 GR का सदस्यहरू लगायत उनीहरूका परिवार साथै दार्जिलिङ, खरसाङ, कालेबुङ, सिलगढी, डुवर्स तथा पहाड मधेस तराईका सम्पूर्ण अवकाशपूर्ण सैनिकहरू भेला भएका थिए। यस अवसरमा पूर्व सैनिकहरूको मनोरञ्जनको निम्ति विभिन्न सांस्कृतिक कार्यक्रम पनि गरिएको थियो भने संगठनका नयाँ सदस्यहरूलाई स्वागत जनाउँदै मायाको चिनो पनि प्रदान गरिएको थियो। यस अवसरमा पत्रकारहरूसँग बोल्दै सभापति अन्नेरी क्याप्टन राजेन्द्र राई र सचिव पूर्व नायक सुबेदार ज्ञानबहादुर तामाङले संगठनको उद्देश्य, नियम र कार्य पद्धतिमाथि विस्तृत जानकारी दिए। दुवैले पल्टनको दिनहरू स्मरण गर्दै हाम्रो दैनिक जीवनमा पनि यही अनुशासन हुनुपर्नेमा जोड दिए। उनीहरूले सम्पूर्ण अवकाश साथीहरूलाई यस संगठनसँग जोडिने पनि आह्वान गरे। नमस्कार, म सुबेदार मेजर ऑनरेरी क्याप्टन राजेन्द्र राई, यस संगठनको सभापति र मेरो साथमा हुनुहुन्छ ऑनरेरी नायक सुबेदार ज्ञानबहादुर तामाङ, उहाँ यहाँको सचिव हुनुहुन्छ। र आज हामीले पल्टनको 50वां स्थापना दिवसको उपलक्ष्यमा यो खोपरेल स्थित गुरुकुल भवनमा आज यो कार्यक्रमको आयोजन गरेका छौँ। र यस कार्यक्रममा मुख्य अतिथि कमल कुमार गुरुङ हुनुहुन्छ। र यहाँनिर आज धेरै हाम्रो दार्जिलिङ, कालिम्पोङ, खरसाङ, डुवर्स, सिलगढी चारैपट्टिबाट हाम्रो सदस्य साथै उहाँको परिवारहरू आएर आज हामीले यो एउटा कार्यक्रम गरिरहेका छौँ। र यसमा आज कतिपय नयाँ सदस्यहरू पनि यहाँ सामेल भएको छ र उनीहरूलाई आज हामीले खदा अर्पण गर्दै र मायाको चिनो दिएर हामीलाई उहाँलाई पनि स्वागत गर्यौँ। र हाम्रो यो एकट्ठा यो कार्यक्रम मनाउनुको एउटा उद्देश्य छ कि हामी कोही 34 साल, कोही 30 साल, कोही 28 साल, 26 साल, 20 साल, 17 साल जति भए पनि हाम्रो एउटा घर परिवार जस्तो भएर हामी अब पल्टनमा बसेको थियौँ र एउटा घर परिवार जस्तो थियौँ। फेरि त्यहाँबाट हामी आफ्नो आफ्नो जग्गामा सेवानिवृत्त भएर हामीहरू आफ्नो आफ्नो जग्गामा गयौँ र फेरि वहाँ गएपछि हामीले एक्लोपना चाहिँ हामीमा यो महसुस नहोस् भनेर हामीले फेरि यो एउटा स्थापना दिवसहरू कुनै पनि एउटा अवसर हुन्छ, त्यो अवसरमा चाहिँ हामी एकगठ भएर हामीहरू यहाँ एकाअर्कामा हामी बसेर आपसमा बातचित गरेर दुख सुख हामी बाँटेर त्यो पुरानो यादहरू पनि हामीहरू समेटेर यो हामीले आजको दिनलाई चाहिँ हामीले यस्तो प्रकारले हामीले आज मनोरञ्जनको साथमा हामीले यो गर्दै आइरहेका छौँ। र हामीले कतिपय दुःख सुखमा पनि हामीले आफू एकअर्कालाई साथ दिने गर्छौँ। कसैको दुःख पर्दा पनि हामी जान्छौँ, सुखमा पनि हामी जान्छौँ। र हामी पल्टनमा त एक थिँदै थियौँ र पनि यहाँ आएर पनि हामी अब पेन्सन भएर आए तापनि हामी पुरा 4/8 GR को परिवार एक परिवार जस्तो भएर जति पनि छ हामी सदस्य एक सदस्य भएर एक परिवारको सदस्य जस्तो भएर हामीले काम गर्नुपर्छ, यसरी हामीले भेटघाट हुनुपर्छ भन्ने उद्देश्यले चाहिँ आज हामीले यो कार्यक्रमको आयोजन गरेको। र हामीले भविष्यमा पनि यो जो कार्यक्रम छ यो कार्यक्रमलाई हामीले बृहत रूपमा एकदमै भव्य रूपमा गर्ने हामीले सोचेका छौँ। र आज जति पनि हाम्रो परिवार चारैपट्टिबाट जो आएर यहाँ सामेल हुनुभयो, उहाँहरू आइदिनु भएकोमा बहुत बहुत धन्यवाद दिँदै म आजको यो कार्यक्रमलाई समापन गर्न चाहन्छु। यसमा चाहिँ हामीले यो संगठन खोलेको थियौँ है। त्यो समयमा चाहिँ हाम्रो
पूर्व सैनिक परिवार हामीले खोलेको थियौँ रङ्गुलमा, जो सुनादादेखि अलिक होइन अलगै रङ्गुलमा। अब त्यो समयमा चाहिँ हामी 15 जनाले हामीले यो सङ्गठन खोलेको थियौँ, पूर्व सैनिक परिवार। र यसमा चाहिँ हामी 15 जनाको सङ्गठनले खोलेको थियौँ। र हामीले अब आह्वान गर्छु अरूलाई, जति पनि हाम्रो फोरेस्ट जिआरको जति पनि हुनुहुन्छ, डुवर्सदेखि लिएर सिक्किम अनि कालिम्पोङ दार्जिलिङ जति पनि इलाका छ, सबैलाई हामीले आह्वान गर्छौँ कि हाम्रो यो पूर्व सैनिक परिवारमा चाहिँ उहाँहरू चाहिँ आइदियोस् भन्ने हामीले। र पनि अहिले आउँदैछ, उहाँहरू बिस्तारै बिस्तारै आउँदैछ। र पनि कतिजना उहाँहरूले आफ्नो ड्युटी र कतिपय कामहरूले गर्दामा, व्यवस्थाले गर्दामा आउनु पाएको छैन। अब हामीले आशा छ फेरि आउनुहुन्छ भन्ने। र जति पनि आउनु भएको छैन, उहाँहरूले परिवारले जो पनि सुन्दैछ, उहाँ सुन्दै हुनुहुन्छ, उहाँले पनि आइदिने हामीले प्रार्थना गर्दछौँ। र यति भन्दै once more. Thank you. झट्काइदिनु त
अन्त प्रकाश सर पनि यतापट्टि पर्छ नि अलग पर्यो सुप्रभात हाम्रो पल्टन फोर्ट गोर्खा राइफल्स बेसी बटालियनको 50वां स्थापना दिवसमा उपस्थित हुनुभएको अफसर साहिबान, जेसिओ साहिबान, एनसिओ साहिबान अनि उहाँहरूको मेम्सा र नानी बाबु श्रीमती रूपा घले यस कार्यक्रमको सञ्चालिकाको तर्फदेखि यहाँलाई हार्दिक स्वागत अनि अभिनन्दन गर्दछु। अनि केही कारणवश उपस्थित हुनु असमर्थ भएको साथहरू अनि उनको परिवारहरूमा तथा सर्भिसमा हुनुभएको दाजुभाइ अनि उनको परिवार तथा नेपाल र भारतवर्षभरि छरिनु भएको हाम्रो फोर्ट गोर्खा राइफल्स भोकु दाजुभाइहरू अनि उहाँको परिवारमा पूर्व सैनिक परिवार फोर्ट गोर्खा राइफल्स दार्जिलिङको तर्फदेखि यहीँबाट नै म हाम्रो पल्टनको 50वां स्थापना दिवसको मुबारक अनि शुभकामना व्यक्त गर्दछु। धन्यवाद। बताइदिनु मैले लगाइरहनु आए त Ready?
मेरा दिल